कन्ट्रिब्युसनहरू आएको छ। वास्तवमा यो उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टी चेन्जी आन्दोलनपछि स्थापना भएको सबभन्दा नयाँ पार्टीहरू। हामीले यो दुईटा पार्टीलाई एकीकृत गरेर उज्यालो नेपाल पार्टीको रूपमा अगाडि बढाएका छौँ। तर हाम्रो निर्वाचन आयोगमा दर्ता भएको समानुपातिकको चिन्ह बाँसुरी राष्ट्रिय परिवर्तन पार्टीबाट दर्ता भइसकेको र उज्यालो नेपाल पार्टीको समानुपातिक चिन्ह सिम चिन्ह हामीले दर्ता नगरेको हुनाले हामीले बाँसुरी चिन्हलाई समानुपातिकको रूपमा हामीले लिएका छौँ। त्यसैभरि उज्यालो नेपाल पार्टीको चिन्ह पनि बाँसुरी चिन्ह नै हो। तसर्थ समानुपातिकतर्फ यहाँ उपस्थित सम्पूर्ण पाँचथरवासी आमा बुवा दाजुभाइ दिदी बहिनी सबैलाई मेरो नमस्कार, सेवारु सेवा मेजोर फाफुल्ला। आज हामी लामो यात्रा गरेर यहाँ आएका छौँ। पाँचथरवासी आम मतदाताहरूसँग हाम्रा प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरू सँगै हामीले केही समय घर दैलो कार्यक्रम पनि गरेका छौँ।